हे गाइस नमस्ते वेलकम ब्याक टु माई च्यानल र आज पनि हामी जाँदैछौँ अदिश्रीको स्विमिङ क्लास ब्याग पनि रेडी छ र हामी दुईजना यहाँ बसिरहेको छ र यो चाहिँ हो उसको स्विमिङ क्लास जाने बाटो र बाटोको अलिअलि नजाराहरू पनि तपाईँहरूलाई देखाउँदैछु र जाँदै जाँदै हामी टक्कै स्विमिङमा पुग्यौँ क्लासमा। यसको नाम चाहिँ छ हिल्टन ब्राउन र तपाईँहरू अगाडि हेर्दै जानु होला कस्तो के सिकाउँछ भनेर। गुड मर्निङ। यो चाहिँ रिसेप्सन हो। अन्त अब हामी भित्र जाँदैछ। साइडमा देखेको चाहिँ बोइज चेन्जिङ रुम हो र अलिक पर चाहिँ गर्ल्स चेन्जिङ रुम छ र हामी चाहिँ अलिकति 5 मिनट अगाडि पुगेको थियो। म चाहिँ अदिश्रीलाई घरबाट नै स्विमिङ कस्ट्युम लगाएर लान्छु नि त। अनि ऊ चाहिँ जानु खोज्दै थियो नि त। हामीले ड्रेस खोलेर चाहिँ उता प्लेइङ एरिया छ कि त्यहाँ लानुको लागि चाहिँ लुगा खोलिदिएर चाहिँ अब ऊ खेल्छ त्यहाँ। डाइपर खोलिदिनुपर्छ अहिले। यो प्ले सेक्सनमा चाहिँ कोही प्यारेन्ट्सहरूको हुन्छ नि, अब एउटा ठुलो नानी एउटा सानो नानी हुन्छ। ठुलो नानीलाई चाहिँ मतलब प्यारेन्ट्स बस्नु पर्दैन, सानो नानीलाई चाहिँ बस्नुपर्छ नि त। अनि ठुलो नानी यहाँ खेल्दै गर्छ र सानो नानीसँग प्यारेन्ट्स हुन्छ भनेर चाहिँ राखेको रहेछ। ऊ यहाँ मजाले खेल्दैछ, हेर्नुहोस् न कति मजाले इन्जोय गर्दैछ र स्लाइड पनि उसले मजाले खेल्छ। हेर ल वाह वहिनी, गुड जब। अब हाम्रो टर्न आउँदैछ, हेर्नुहोस् न कस्तो खुसी भइरहेको छ पानीमा पस्ने बित्तिकै। सी लभ स्विमिङ, पुरा खुसी हुन्छ। ड्रेस देख्दै पछि खुसी हुन्छ हो। मलाई पनि खुसी भएको देखेर मजा लाग्छ। यता बोल्दै गरेको चाहिँ हाम्रो ट्रेनर हो र सिकाउँदैछ, हेर्नुहोस् न कस्तो प्रकारले सिकाउँछ भनेर।
तपाईँहरूले हेर्नुभयो होला स्विमिङकै कस्तो प्रकारले सिकाउँछ। यहाँ चाहिँ 3 मन्थ्सदेखिकोबाट नै सिकाउँदो रहेछ हो। र अहिले तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ स्विमिङ क्लासदेखि अलिकति अगाडि यो रिभर छ होइन, त्यो रिभरमा चाहिँ हामी जतिखेर उसको स्विमिङ क्लास हुन्छ हामी चाहिँ लेफ्ट ओभर ब्रेडहरू हुन्छ नि त हाम्रो, त्यो अब साइडको चाहिँ नानीले खाँदैन नि त, नानीले पनि ब्रेडहरू खाँदाखेरि चाहिँ त्यो उब्रेकोहरू चाहिँ हामी यहाँ खोलामा ल्याएर चाहिँ डग्सहरूलाई फिड गराउँछ नि त। अनि त्यही भएर पनि होला उसलाई चाहिँ बर्ड्सहरू डग्सहरू पुरा मनपर्छ नि त। ल हेर्नुहोस् ल उसले कस्तो मजाले इन्जोय गरेर चाहिँ मतलब अब हामी दिन्छ र उसले कस्तो मजाले इन्जोय गर्छ। हेर्नुहोस् है अगाडि के कस्तो हुँदो रहेछ। यो चाहिँ हो वाइकाटो रिभर। अदु बाउ र छोरी चाहिँ फिट गर्दैछ भने म चाहिँ यहाँ भिडियो खिच्दैछु हो। उसलाई चाहिँ त्यसरी चेपेर राखेन भने छ नि अगाडि अगाडि जान्छ। र आज त रिभरमा यो पनि कायाक भन्दो रहेछ, यो पनि देख्यो हामीले हो। अदु क्वाक क्वाक भन। उहाँ पो खाँदैछ, यहाँ बगेर गएर उहाँ खाँदैछ। जहाँ पनि खायो भयो नि। अलिकति ब्रेडहरू हाल्नु ढिलो भयो भने चाहिँ नि उसले माथि उसको आप्पालाई हेरिहाल्छ। उसले यो सेसन पुरा इन्जोय गर्छ हो। अन्त हामीलाई पनि मजा लाग्छ। टाउकोमा अब अदु बहिनी हामीले अब डग्सहरूलाई फिड पनि गराइसक्यौँ। अब हामी घर जान्छौँ हो। उसलाई चाहिँ यो सेसन चाहिँ पुरा मनपर्छ। ल्याइदिएको बाई बाई, अर्को हप्ता भेटौँ। डग्सहरूलाई फिड गराइसकेर हामी एकछिन माथिल्लो तल आएर उसलाई यहाँ खेल्नु दिन्छौँ। अनि खेलिसकेर अब हामी घर फर्किन्छौँ। त्यही हो साथीहरू, तपाईँहरूलाई यसरी नै नयाँ नयाँ कन्टेक्ट्सहरू देखाउने छु। टिल देन बाई, सी यू इन नेक्स्ट व्लग।